नमस्ते साथीहरू र म चाहिँ भारत बस्तीको तर्फ जाँदैछु। हेर्नुहोस् न, यिनीहरू आज ढिला किन आयो भनेर चाहिँ रोटी चाहिँ बोकेर हिँडेको थिएँ नि त। अन्त यिनीहरूलाई दिँदै दिँदै जाँदैछु बिचराहरू। र यस्तो पानी छ नि त बाटोमा जमिरहेको छ। अन्त यसैले गर्दा गमबुट लगाएको है साथीहरू। हजुरहरूले खिसी नगरिदिनुहोस् है। र हेर्नुहोस् न, बारीमा पनि आइपुगेँ र बारीमा पनि अलिअलि पानी जमेको रहेछ हो। हेर्नुहोस् न, फर्सीहरू मजाले फलिरहेको रहेछ हो। मलाई पनि फर्सी टिपिदिनुहोस् है भन्दैछु हो मैले। अनि यहाँनिर चाहिँ करेला टिप्दैछु। म चाहिँ करेला चाहिँ धेरै मनपर्छ कि, अन्त 1.5 केजी नै गरेर लगेको नि साथीहरू। हेर्नुहोस् न, साग रायोको साग पनि रहेछ, मुलाको साग पनि रहेछ हो। र भेन्डी चाहिँ अहिले सक्यो। 3-4 जना आउनुभएको थियो, अन्त अलिक ढिला आउनुभयो तपाईँ भन्नुहुँदै थियो। हेर्नुहोस् न, मैले कति आफै टिपेँ र घर फर्किँदैछु साथीहरू। हेर्नुहोस् न, कति अर्ग्यानिक सब्जीहरू खानु पाइन्छ है मधेसै बस्यौँ। हवस् त साथीहरू।